नमस्ते सबैजनालाई आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। हजुरहरू हेर्दै हुनुहुन्छ मेरो गुरुकुल युट्युब च्यानल। यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस भिडियोलाई लाइक, शेयर र यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हजुरहरूको सानो सहयोगले मलाई हौसला मिल्नेछ र हजुर सामु म नयाँ भिडियोहरू लिएर आउनेछु। आज पनि म हजुरहरूको सामु एउटा रहस्य लाग्दो भिडियो लिएर आएको छु। हाम्रो ठाउँ नजिकै एउटा पुरानो विद्यालय, एउटा घर जसमा चाहिँ चुडेल यानी कि भूत रहने एउटा विश्वास रहेको छ। साँझ पख या कसैले त्यहाँ पिकनिक खायो या कसैले त्यहाँ गएर के खाना पकायो भने चुडेल आउँछ, भूत आउँछ भन्ने खालको एउटा धारणा रहेको छ। के रहेछ म आज त्यहाँ गएर भिडियो खिचेर म हजुरहरूको सामु लिएर आउनेछु। कृपया यस भिडियोलाई स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। ल सुरु गरौँ है त, लेट्स गो। फाइनल्ली म आफ्नो रामप्यारीलाई लिएर निस्किसकेको छु। गाउँघरको बाटो कच्ची रहेको छ, पानी परेको हुनाले मौसम क्लियर र जताततै हरियाली रहेको छ। मलाई वरिपरिको सिन देखाउँदै जान त मन थियो, तर भिडियो लामो हुने भएकाले म सिधा गन्तव्यमा जानेछु। जाँदा जाँदै बाटामा मेरो रामप्यारी पङ्चर भएको छ, त्यसकारणले गर्दाखेरि म सीता प्यारी लिएर जाँदैछु। भिडियो एकदमै रमाइलो रहेको हुनाले कृपया भिडियोलाई नकटाएर अन्तिमसम्म हेरिदिनु होला। फाइनल्ली म गन्तव्यमा पुगिसकेको छु। मैले भनेको विद्यालय यो चाहिँ होइन, यो विद्यालय चाहिँ मैले पढाउने विद्यालय हो र आज मसँग जाने भाइहरू चाहिँ यही विद्यालयमा मलाई पर्खेर बसिरहेका छन् र मलाई सरप्राइज दिन भनेर कोठामा लुकेर बसेका छन् र उनीहरूलाई म उल्टै सरप्राइज दिन्छु। म उनीहरू बसेको कोठातिर जाँदैछु। गरिरहेछन् केटाहरू। केटाहरू त मजाएर आयो त केटा तिमीहरू त। अब चाहिँ हामीहरू सबैजना मिलेर त्यो विद्यालयतर्फ जाँदैछौँ। सबैजना आज हामी जाने बङ्गलाको बारेमा म भाइसँग थोरै केही सोध्छु। हाम्रो आज त्यो जाने बङ्गलाको बारेमा भाइ खेमराजले के भन्छ ल? के छ कि बाबु त्यसमा के छ त्यस्तो भन्छ ल? के छ त्यसमा, डराउन दिन्छ? यस सर, एकदम हो। कतिवटा ड्राइस छ? म तीनचोटि ड्राइसकिस् उता पनि प्रत्यक्ष रूपमा तपाईँ ड्राइस खूब डराउनुहुन्छ। राति पुरै सबै मान्छेलाई पछाडिबाट हेर्दाखेरि सर हैन द्वाले द्वाल देखिन्छ, अगाडिबाट हेर्दा यस्तो राम्रो केटी देखिन्छ नि त्यो ठाउँमा। भाइहरूको कुरा सुनेर त मलाई झन् त्यो ठाउँमा जान मन लाग्यो र आफ्नै आँखाले हेर्न मन लागेको छ। म सबै तपाईँहरूलाई देखाउँछु, अन्तिमसम्म एकदमै नडराएर हेरिदिनु होला। त्यो ठाउँमा गएर केही कुरा बनाएर खायो भने मात्रै त्यो बास्ना सुँगेर भूत आउँछ भन्ने कुरा भाइहरूले गरिसकेपछि हामीहरू त्यहाँ गएर चटपटेर चिसो खाने निदो गऱ्यौँ र त्यो सामानहरू किनेर आफ्नो गन्तव्यतिर लाग्यौँ। हामी त्यो बाटो हिँड्दै थियौँ र हिँड्दै गर्दा बाटोमा एउटा चुकको बुट्टा देख्यौँ र चटपटेमा हाल्न चाहिन्छ भनेर एउटा भाइले गएर त्यो चुक चोरिहाल्यो। चुक चोरेको एउटा आन्टीले देखिहाल्नुभयो। त्यसपछि भाइहरूको भागाभाग सुरु भयो। हामी गन्तव्यको नजिकै पुगिसकेको थियौँ र त्यहाँ पुग्दा मलाई के थाहा भयो भनेपछि यो बाटोमा राति एउटा सुन्दर युवती आएर बाटो छेक्ने गर्छ रे भन्ने कुरा त्यहाँको स्थानीयले बताउनु भयो र यहाँ पहिला ठुलो बस्ती पनि थियो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। अहिले भने बस्ती छैन, यहाँ घना जङ्गल भएको छ र माथि तपाईँहरूले देखिराख्नु भएको जुन विद्यालय हो आज हामी जाने ठाउँ चाहिँ त्यही विद्यालय हो र त्यो अलि अल्को ठाउँमा रहेको हुनाले त्यो स्कुलको नाम डाँडा स्कुल पनि भन्ने गरिन्छ। यो घरमा पहिले दोकान रहेको र भूतले बारम्बार तर्साएपछि यहाँको मान्छे दोकान छोडेर गएको भन्ने यहाँको स्थानीय बासिन्दाहरूको भनाइरहेको छ। भाइहरू अब विद्यालयभित्र प्रवेश गर्दैछन्। उनीहरू गेटमा पुगिसकेका छन् र मलाई बोलाइरहेका छन्। एउटा भाइ गेट पछाडि पहिले लुकेको थियो र गेट आफै खुल्यो भनेर एउटा भाइ भाग्न खोज्दा त्यसपछि हामीले मन दरिलो बनाएर भित्र गयौँ र भित्र गइसकेपछि चारैतिर हामीले हेऱ्यौँ, तर हामीले त्यहाँ केही पनि देखेनौँ। चारैतिर हेरेपछि हामीले केही पनि नदेखेपछि भाइहरू अब नाचेर भूत बोलाउँछौ भन्न थाले। त्यतिकैमा एउटा भाइ नाच्न थाल्यो। मेरी छोरी क्या राम्री नाचे कि, क्या राम्री नाचे कि, एउटा कम्बर तीन ठाउँमा भाँचे कि, काली पारे दाइ मेरोमा। एकछिन नाचगान गरिसकेपछि फेरि एउटा रहस्य खुल्यो। तपाईँहरूले यो देखिरहेको जङ्गल जस्तो ठाउँमा पहिला एउटा सानो बस्ती थियो अरे र त्यहाँ रहेको एउटा गरिब घरको छोरी यसै विद्यालयमा झुन्डेर मरेको भन्ने कुरा पनि त्यहाँको बासिन्दाहरूले गर्नुभयो। हामी यस्तै चौरमा यताउति घुमिरहेका थियौँ, त्यतिकैमा एउटा भाइ कराउन थाल्यो। भाइले त्यहाँ के देखेको छ? हामी दौडिरहेका छौँ, त्यहाँ के देखेको भन्ने कुरा यहाँ अवस्था छ।
के देखियो ऊ त्यो साइडमा कुना हेर्नु न कालो कालो पर ओइ देखिन भाइले त के कालो कालो देखे भन्दै थियो मैले त केही पनि देखेन केटा मजाक गरेको हो कि अनि हामी सबैजना त्यो लेडिज झुन्डेर मरेको कोठामा गएर चटपटे बनाउन थाल्यो भाइहरूलाई धेरै भुक लागेको थियो रे त्यही भएर छिटो छिटो चाउचाउहरू भुजाहरू फोडेर चटपटे बनाउन थालिहाले यो भाइले त भूत देखेपछि भूतको टाउकोमा हान्छु भनेर घरबाट गुलेली बोकेर आएको रहेछ हामीसँग त हतियारको नाममा यही एउटा गुलेली थियो कोही भाइहरू मेहनतका साथ चटपटे बनाइरहेका थिए भने कोही भाइहरू कतैबाट केही आवाज आउँछ कि भनेर सुनेर बसेका थिए चटपटे पनि रेडी भयो तर कुनै पनि गतिविधि भएन कुनै पनि गतिविधि नभएपछि केटाहरू फेरि डान्स गर्न थाले नाच्दा नाच्दै भाइहरूको इनर्जी सकिएर भाइहरूलाई धेरै भोक लाग्यो रे भन्दै भाइहरू दमादम चटपटे खान थाले म भने भूत आउँछ कि भनेर कुरिरहेँ चटपटे खाइसकेको केही बेरपछि त एउटा भाइले भूत लागेको जस्तो हरकत गर्न थाल्यो एकैछिनमा के भएको भाइ भनेर सोद्धाखेरि त चटपटे पचाएको सर पो भन्छ एकैछिनमा त पानी पर्ला जस्तो आँधीहुरी आउला जस्तो गरेर बादल त कालो हुन थाल्यो अब भुसुत आउँदैन जाउँ केटा भनेर घर जान तर्खरमा हामीहरू लागिरहेका थियौँ त्यतिकैमा एउटा भाइले पछाडिबाट बोलाउन थाल्यो भाइहरूले पनि मलाई तर्साइदिए भाइहरू भागेको देखेर म पनि भागेँ तर मैले केही पनि देखेन